पछाडिको दिदीहरू पनि देखाइदिनु होला। वेलकम छ सबैजनालाई है मेरो भ्लगमा सबैजनालाई। ठिक छ नि, ठिक छ, काम पनि ठिक छ, चिसो पनि छ, चिसो। वेलकम टु आशिष लामा भ्लग। सबैजनालाई स्वागत छ। धेरै समय पछाडि तपाईँहरूले फेरि एउटा छोटो मिठो एउटा भ्लग लिएर आएको छु। आज चाहिँ म रोमानियामा छु, त्यही भएर रोमानियाको बारेमा तपाईँहरूलाई म केही कुरा यो भ्लगबाट जानकारी गराउन चाहन्छु। आज चाहिँ हामी रुमबाट जाँदैछौँ लुइज मल भन्ने एउटा राम्रो सिटी छ। हामी आज चाहिँ सबैजना साथीहरूको तलब आएको दिन सबैजना साथीहरू चाहिँ यहाँ तलब निकाल्न ब्याङ्कमा जाँदै हुनुहुन्छ र पैसा पनि सेन्ड गर्ने नेपालमा भन्ने कुरो छ। तपाईँहरूलाई म यहाँबाट गएको बाटोमा के हुन्छ, पैसा कति आएको र नेपालमा सेन्ड कसरी गर्ने, के भयो सबै कुरा तपाईँलाई बताउँदै जानेछु। तपाईँहरूले लास्टसम्म हेरेर साथ दिनु होला है त। ल साथीहरू, हामी चाहिँ ठ्याक्कै अब लुइस मल आइपुग्यौँ है। अब हामी यहाँ भित्र जान्छौँ र तपाईँलाई तिमीसोराको लुइस मल हो कि फेमस। यो चाहिँ तिमीसोराको लुइस मल हो, तपाईँहरू सबै देखाउँछु। तपाईँले चाहिँ यहाँ आएर चाहिँ पैसा पठाउन सक्नुहुन्छ। यहाँ सबै तिमीसोराको मान्छेहरू सबैले यहीँ आएर पैसा पठाउनु गएको छ। यो चाहिँ एउटा ठुलो घर छ, त्यही भएर तपाईँले चाहिँ आइदिनु होला। यो चाहिँ तिमीसोरा हो यो। ल तपाईँले हेर्न सक्नुहुन्छ, चिसो छ, चिसो मौसममा हामी हिँडिरहेछौँ। त्यही भएर तपाईँले आज त अलिकति राम्रै छ जस्तो छ आज तिमीसोराको लुइस मल, किनकि अब नजिक आइरहेको छ यहाँको बिग फेस्टिभल क्रिसमस। ल हेर्नुहोस्, यही हो तपाईँ लुइस मल भन्ने चाहिँ यसलाई भनिन्छ है। दिस इज लुइस मल, ब्युटिफुल, दिस इज ब्युटिफुल तिमीसोरा इन रोमानिया है। ल यही हो तिमीसोरा। यो ब्युटिफुल तिमीसोरा है। सबैजनालाई वेलकम छ है। सब क्रिसमस ट्री, यो क्रिसमस ट्री है, तपाईँले हेर्नु होला सबै। ल लुइस हेर्नुहोस्, बिग बिल्डिङ है, धेरै हाइट छ यो बिल्डिङ, धेरै राम्रो पनि छ। तपाईँहरूले हेरिदिनु होला। ल हामी सबैजना लुइजमा छौँ है। अब हामी लुइजमा जानेछौँ। अब यहाँबाट हामी सर जान्छौँ माथि पैसा सेन्ड गर्नुको लागि। ब्युटिफुल तिमीसोरा। मेरो दोस्ती पछाडि हिँडिरहेछ, मुखबाट धुवाउने बेला भइसकेको छ। चिसोले यो हात बढेर मोबाइल झर्ला भन्ने डर छ। मोबाइल झर्ने अर्को नयाँ आउँछ, झन् नयाँ त आउँछ, जान्छखेरि यो 1.5 महिनाको झन् नयाँ आयो नि त। 1.5 महिना गए पनि त्यो पनि राम्रै हो। मेरो साथीहरू है, यहाँ सबै मिल्ने साथीहरू हो मेरो। तपाईँले यहाँ ठ्याक्कै तपाईँले यहाँ देख्नुहुन्छ लिफ्ट नि, यहाँ आइफोन 17 को एडभर्टाइज भइरहेछ। तर एक्सपेन्सिभ छ। 1 महिना चाहिँ अर्डर गर्नु लाग्छ फेरि रोमानिया। अर्डरको पहिला जस्तो जतिखेर भन्दा त्यतिखेर चाहिँ आफूले चाहेको मोबाइल किन्नलाई पाइहाल्दैन। नेपालमा पाइन्छ। त्यसै सर हामी हिँडेर हिँडिरहेछौँ। मेन त
सिँगन पो आउनु जस्तो भनिरहेको हो र पछाडिको दिदीहरू पनि देखाइदिनु होला वेलकम छ सबैजनालाई है मेरो भ्लगमा सबैजनालाई ल तिमी छोरा ल अब तपाईँले यहाँ माथि आउनुभयो यहाँ पनि फेरि बिग बिल्डिङ छ ए पछाडि हेर्नुहोस् पछाडि बिग बिल्डिङ है ल यहाँ चाहिँ बिल्डिङै बिल्डिङ हो तिमी छोरा रिच मल है ए हेर्नुहोस् तपाईँले यसरी हेरिदिनु होला ल हेर्नुहोस् कति राम्रो छ कति सजाएको छ है ल सबैजनालाई वेलकम छ को हुनुहुन्छ रोमानियामा बस्नुभएको सब उहाँहरूलाई थाहा होला यहाँ तिमी छोराको बारेमा वेलकम हो यहाँबाट सबैलाई झगी झकाउ बनाएको रहेछ यहाँ यसो गरी हामी भित्र छिर्छौँ जाडोले हात यस्तो हात मोडेला जस्तो भइरहेको छ जाडोले है अब हामी यहाँ छिर्छौँ यहाँबाट छिरेपछि तातो हुन्छ फेरि यहाँबाट छिरेपछि चाहिँ तातो हुन्छ तातो अब चाहिँ फेरि तातो भयो है तातो भयो किनकि यहाँ चाहिँ एसी छ साथीहरू सबैजना अगाडि कुदिछ है ल चाहिँ भित्र मलभित्र छौँ हामी अब यहाँबाट जाँदैछौँ पैसा हाल्नुको लागि यहाँभित्र ल अब चाहिँ तातो भयो तातो छ तपाईँहरू के गिफ्ट दिनुभयो उहाँले अब यो के रहेछ यसको बारेमा तपाईँलाई पढेर सुनाउँछु यस्तो छ है सबैजना यस्तो छ सबैजना आफ्नो यहाँ व्यस्त छ आफ्नै तरिकाले घुम्ने हिँड्ने यहाँ बच्चाहरू यसरी अगाडि आउँछ यहाँ ल के राम्रो छ है यहाँ अघि बाहिर यस्तो जाडो भयो थियो यहाँ तातो तातो यहाँ केही फिल छैन बाहिरको केही फिल भएको छैन ल अनि साथीहरू अगाडि कुदिने अनि यहाँ हेर्नु त यहाँ यस्तो दिएको छ एकजनाले ल अब हामी चाहिँ यहीँ हो ठ्याक्कै यहाँ हाम्रो अब यहाँबाट हामी यहाँ रेमिटेन्स पछाडि हेर्नु होला ठ्याक्कै यहाँबाट हामी पैसा पाउँछौँ यहाँ हेर्नु नि नेक्स्ट भने चाहिँ यहाँ नेक्स्ट भनेर अब यहाँ आएर पैसा पठाउने भने है अब तपाईँलाई एकछिनपछि फेरि म अरूको फेरि अपडेट गराउँछु है त